फेरि पनि हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो सारा परिवार डेली ब्लगमा। अनि आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै फिट एन्ड फाइन छु भनेर चाहिँ भन्दिनँ। हल्का कुर्कुच्चा सुर्कुच्चा दुखिरहेछ खाली खुट्टै आमा त्यो रोडमा दौडेर कि बेकारमा दौडे जस्तो। फेरि आजै फेरि काममा कि अनि त्यहाँ अर्को ठाउँमा नि भनेको थियो अनि त्यो ठाउँमा चाहिँ काम फिक्स भयो अनि त्यही भएर जाँदैछु पनि आफ्नो काममा जाँदैछ आफ्नो गन्तव्यमा। म पनि आफ्नो गन्तव्यमा काममा जाँदैछु, अन्जिला पनि जाँदैछ गइरह होला होइन। त्यो त अब डान्स सिकाउने डान्सहरू बोल्दै त्यसको त आपमा कम्पिटिसन पो छ त साथीहरू होइन। अनि त्यही भएर के भयो त्यही भएर केही नि भएन। अब म चाहिँ काममा जान्छु अनि काममा गएर आज फर्स्ट डे हो नि त। अनि अब पायो भने यसो अब क्यामेरा बिचमा गरि नै हाल्छु, पाएन भने त अब त्यस्तै भइहाल्यो भनेर सम्झिनु होला। भिडियो हल्का ढिलो आउन सक्छ होइन। त्यही म चाहिँ रोजगार पाउन जान लागेको, रोजगारी आजदेखि सारा रोजगारी, आजदेखि सारा रोजगारी। साराले पनि पैसा कमाउँछ पैसा। अब काम गरेर पैसा कमाउँछ भनेको आजदेखि खुट्टा दुख्यो सुरु दिनमै कस्तो दिन कति गाह्रो छ साथीहरू। अनि त्यहाँनिर काममा गएको काम गर्ने ठाउँमा होइन, तर पसलमा बस्नलाई 2टा मान्छे छ अरे। अनि त्यही भएर एक्स्ट्रा कामको लागि यो बुके बोकेर बेच्न जाऊ भन्नुभयो अनि म बुके बोकेर बेच्न आइरहेको छु साथीहरू है। नारायणीको तिरमा छु अहिले चाहिँ म फिलहाल। अहिले त मान्छे नहुँदो रहेछ, 3:30 बजे 4 बजीतिर मान्छे हुन्छ भनेर भन्नुभयो। अनि ठ्याक्कै 10वटा लिएर आएको मैले चाहिँ बुकेँ होइन। अनि साथीहरू अघि चाहिँ मैले त्यहाँ बाटोमा रोक्ने बाटोमा मैले सारा नाम गरेको यो बनाउन दिएको थिएँ अनि बनाएँ टक्क लाएर। अनि अहिले चाहिँ म अब फेरि बेच्न जानुपर्ने हुन्छ यो सामान। तर मान्छेहरू नभेटिने क्या है। अब एकचोटि सही चोकतिर जान्छु, सही चोकतिर गएर बेच्नुपर्ने हुन्छ टक्क लाएर होइन। केटाहरूलाई बुके लिनु भनेर दाइ बुके लिनु न, दाइ बुके लिनु न भने बुके लिएर के गर्नु लानु, कसलाई दिनु अरे। मलाई दिने, मलाई किन्ने पैसा पनि मलाई दिने, बुके पनि मलाई दिने, मलाई गिफ्ट गर्ने क्या, मलाई गिफ्ट गर्ने। खतरा हुन्छ नि त होइन, हो कि होइन भन्नु त ल साथीहरू। अनि तपाईँहरूलाई बुके लिन मन छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला है। यो बुके चाहिँ मेरो आफ्नै मतलब मेरो मामा घरमा सँगै बस्नुहुने मेरो आफ्नै दिदीले बनाउनुहुन्छ। अनि अबदेखि मैले चाहिँ बेच्न हिँड्छु होइन साथीहरू। अनि टक्क लाएर अब कतातिर जान्छु भन्दा म सही चोकतिर जान्छु। सही चोकतिर गएर हल्का यसो हिँड्नु पऱ्यो होइन। अब हिँडेको ठ्याक्कै आधी घन्टा त्यस्तै आधी घन्टा भयो भन, तर एउटा नि बिक्री भएन। अनि त्यही भएर यो बोकेर हिँडेको स्टाइल पनि मिलेन क्या हल्का होइन। पछाडि ब्यागमा भिरेर 2-3वटा हातमा बोकेर हिँड्न भए हल्का किन्न आएको जस्तो नि देखिन्छ। त्यही भएर अब भोलिबाट चाहिँ म त्यसरी नै हिँड्छु भनेर सोचिरहेको छु। अनि त्यही हो साथीहरू, अब म यो बुके बेच्न जान्छु होइन। अहिले भयो भने बिचमा टप्किनै हाल्नेछु, अब भएन भने त अब के गर्ने, गाह्रो छ। म जसरी नै टप्किन्छु है साथीहरू। यहाँ छ अनि यहाँ देख्न सक्नुहुन्छ सही चोक बजार, मान्छेहरूको उता भेट छ तर पनि आमा किन्दै किन्दैन आमा। यहाँनिर यो सामान राखेर बेच्न बसेको तर मान्छेहरू आउँदैनन्। कति चुतिया हुन्छ नि लभर्सहरू। खासमा यस्तो दिने त लभर्सहरूले हो नि त, बर्थडेहरूमा नि दिन्छ दिन त। तर मेन त अब बोयफ्रेन्ड गर्लफ्रेन्डले वरिपरि दिने। तर यहाँनिर मान्छे ओरोदोरो 50जना ओरोदोरो गर्छन्। हेरिराख्नु म यत्तिकै देखाइरहन्छु होइन। मान्छे ओरोदोरो गर्छन् तर एउटै किन्दैनन् कि। अनि मलाई यस्तो रिस उठ्छ आमा। मेरो फर्स्ट डे भएर हो कि खै के हो कि आमा। यो म्याजिक गएको त निधारमा टक्लक्कै घाम पऱ्यो त हौ, म त पागल भएँ त। यस्तो बुके किन्नु परेमा मलाई सम्पर्क गर्नु होला भन्न चाहन्छु। कतिचोटि भनौँ है, पागल भइसकेँ। ल हेर यो मान्छेहरू कति धेरै जान्छन् सरासर तर पनि किन्दैनन्। लाउन है अङ्कल आन्टी हजुरबा हजुरआमा दिदी दाइ को हुनुहुन्छ सबैजना आफ्नो मायालाई किन्न यहाँ आउनु होला। यो बुके किन हो र यस्तो भएको, चुतिया हुनुहुन्न क्या। आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डलाई त दिनुपर्छ हौ, यस्तो साह्रो चुतिया भएको हो। आफ्नो गर्लफ्रेन्डलाई पनि देऊ न, बोयफ्रेन्डलाई पनि देऊ न, बुढाबुढीले पनि दिँदा हुन्छ है। किन्न आऊ न
औडा भयो कि मलाई यहाँ साथीहरू एउटा चाहिँ बिक्री हुनुपर्छ नि यार एउटा पनि बिक्री भएन यहाँ आऊ त यो किन त तिमीले मलाई चिनेको के फाइदा भयो एउटा किन हजुर पैसा देऊ रे म किन्छु अरे टेन्सन भनेको आमा डेन्जर कहिले त किन न यार अब यहाँ एकछिन बस्छु कति 4:30 भइसक्यो 5 बजेसम्म बस्छु त्यसपछि अनि जान्छु उतै पसलतिर अनि अङ्कलसँग कुरा गर्छु एउटा नि बिक्री भएन भने त अनि बसेर मात्रै के गरिरहनु होइन त्यही भएर अब जान्छु एकछिनमा भनेर सोचिरहु जिन्दगी धरापमा छ मेरो कालो हुने भयो सारा अब झन् कालो हुन्छ डेन्जरै कालो हुन्छ अङ्कल म तपाईँको म्याजिङमा पहिला चढेको थिएँ है त्यही भएर अङ्कलले मलाई चिन्नुभएको यो अङ्कलको म्याजिङमा म पहिला चढेको थिएँ कि यस्तो गऱ्यो भने आमा दाँत मात्रै टल्किँदो रहेछ के साह्रो कालो उही तपाईँ मलाई पहिला स्कुलमा पढ्दाखेरि र अहिले कति डिफ्रेन्ट पास कि भएन डेन्जर कालो हो है आमा काली होइन सारा काली छ भन्नुपर्छ कि त्यही भएर त्यही साथीहरू 5 बजीतिर जाने हो उता ल बुके लिनु है बुके मान्छेले त मेरो पसललाई मेरो यो उसलाई त बेकरीलाई त वास्तै गर्दैनन् के आन्टी लिनुहुन्छ त्यो पनि मसँगसँगै पढेको के आन्टी बुके लिनुहुन्छ अङ्कललाई दिनु न ए हस् यसको मतलब मैले बुझिहालेँ सिचुएसन बुझ्नुपर्छ हल्का एउटा पनि पहिले सुरुमा लिने बित्तिकै लिएर आउने बित्तिकै सोचेँ मैले यो कति सजिलो यो 550 सम्मको आउँछ भाइले त मलाई आन्टी भन्यो त भाइ बुके लिनुहुन्छ र दाइ बुके लिनुहुन्छ कति चुतिया रहेछन् आफ्नो गर्लफ्रेन्डले केही नदिनु रहेछ दिदी हेर्नु त तपाईँलाई तपाईँको बोयफ्रेन्डले केही दिन्नन् हौ केही दिन्नन् कतिसम्म रहेछन् तपाईँको बोयफ्रेन्ड र तपाईँ ए के बोल्या बुके लिनुहुन्छ र इग्नोर हानिदिन्छ त यार यस्तै हेरेर गइदिन्छ त बोल्दा पनि नबोलिकन म बोलेपछि त मलाई फेरि बोलेपछि बोलीको ब्याग दिनुपर्छ नि मलाई पो राम्रो लाग्छ होइन मान्छेहरूलाई नि मेरो फुपूको साथी के मेरो कान्छी फुपूको साथी हो अनि यहाँबाट मलाई यस्तै हेर्दै जानु मैले नि यस्तै हेर्दै गानी घरमा जानु बुकै लिनुहुन्छ र कसलाई भनेको मैले हातमा कसले भने मैले बुके लिनुहुन्छ भनेर चिच्चाको है जसले सुन्छ त्यही आउँछ भनेर त्यही अब म जान्छु एकछिनमा पसल कुन चाहिँ हो मल्लमा परि अङ्कल ए यहीँ हुनुभएको रहेछ त गाह्रो पऱ्यो नि मलाई त एउटा पनि लिँदैन रहेछ नै लभर्सहरू हिँड्छन् त्यही पनि किन्दैन बेच्न सकेन भन्दा पनि जति बोले पनि किन्दै नकिन्ने के मिलाएर 550मै दिन्छु भन्दा पनि नलिने किन्दैन रहेछ नि त्यहाँको आन्टीहरूले भनिरहेको यस्तो त किन्दैनन् कि नानी हाम्रै यही सामान चाहिँ किन्दैनन् दाजु यस्तो के किन्यो भनिरहेको थियो एउटा दाइले किन्नै लागिसकेको थियो अनि गर्लफ्रेन्डलाई फोन गरेर ल्याएको थियो अनि के भन्छ भनेको त गर्लफ्रेन्डलाई मन परेन अरे त्यही भएर लियो नत्र लिन लाग्यो डुलाएर भन्दा नि आइपुग्छ पसलमा काम त्यो दिदीहरू आउनुभयो भनेको अब त्यो बेच्यो भनेदेखि यसै काम लगाइदिनु होला भनेको अब के गर्नु अब त घर खाएर खाऊ जाऊ अब दिनको पाइहाल्नु ल धन्यवाद साथीहरू देखिसक्नु भयो होला त्यो दाइले चाहिँ दुःख गरिसक्यो त्यही पनि लिग भनेर अनि दिनुभयो अब घरमा खुर्सानी छैन अनि
त्यो के भन्छ अरे बेसार छैन त्यो दुईवटा लिएर गइदिन्छु अनि मम्मीलाई दिन्छु त्यसपछि अनि म चटपटे खान्छु घर आइसक्यो अनि त्यहाँ मैले एउटा उस किनेको थिएँ कि क्रिमवाला मम्मी साथीहरू मम्मी पाडे त हुनु भएन त मैले मम्मीलाई आफैले कमाएर पहिलोचोटि 100 रुपियाँ दिन लाग्थेँ 200 रुपियाँ त दिनुभएको थियो मलाई कति पछि देख्नु भयो होला है साथी तपाईँहरूले के गर्नु आफ्नो बिजी मान्छे भोलि दिन पुखाएर जान्छु है मलाई एक्लै पारेर जान्छु अनि मेरो फर्स्ट कमाइ मतलब मैले यसरी मम्मीलाई दिन लाग्यो फर्स्ट कमाइ मैले मम्मीलाई दिन्छु भन्ने थिएँ 200 मा 100 रुपियाँ अब 50 रुपियाँ त्योसँग चटपट खाने भनेर राखेँ अनि 50 रुपियाँको भर्खरै खाएर त्यो भ्याइयो 100 रुपियाँ चाहिँ म मम्मीलाई दिन्छु भनेर बसिरहेको छु साथीहरू होइन त्यही हो अब ले मम्मी कता गयो अहिले एभ्री मम्मी कता गयो मम्मी अम्बिका आन्टी घर जानु मोबाइल लिएर जानु भयो कि जानु भएन तैँले गरेर हो कि मम्मीले मोबाइल हेर्न नजानु जहिले पनि उहिले हेर्छु मोबाइल अब मम्मी आउनुहुन्छ अनि त्यसपछि बल्ल अनि मम्मीलाई दिन्छु नि म भ्लग एन्ड गर्छु साथीहरू फेरि मम्मीलाई दान गरेर दिएको भनेर आफूले मम्मीलाई पैसा दिँदा पनि दान गरेर दिएको अरे पड्काउँछ अनि हल्का फुल्का बुढी मिस्टेक हुन्छ कि साथीहरू अनि मम्मी आइसकेर उस गर्छु ओ पानीले त देख्न सक्नुहुन्छ साथीहरू कति मिनटको तपस्यापछि मेरो मम्मी फेरि क्यामेरामा आइसक्नु भएको छ कहाँ जानुभएको थियो मम्मी तपाईँ उता पल्लो गएर साथीकोमा पल्लो गएर साथीकोमा होइन अनि त्यही साथीहरू अनि मैले चाहिँ मेरो मम्मीलाई मेरो कमाइबाट आज मेरो कमाइ नै यति हो त्यही भएर मैले मम्मीलाई दिन लाग्यो मेरो पहिलो कमाइ तपाईँलाई दिँदा कस्तो महसुस भइरहेको छ त्यही पनि धेरै नहुँदा नि थोरै दिँदा कस्तो महसुस भइरहेको छ तपाईँलाई भन्नुहोस् लाउनुहोस् हस्तान्तरण गर्न चाहन्छु 100 रुपियाँ दिएको अनि पैसा त 200 दिएको थियो अनि मैले भोग लाएर खाजा अनि म्याजिक भएर गरेर अनि त्यही 100 रुपियाँ भएको थियो कस्तो लागिरहेको धेरै नभए नि थोरै हो नि त धेरै थोरै हो यो थोरै धेरै थोरै हो ए धेरै ठुलो भयो मेरो साथीको कमाइ मैले साँच्ची धेरै ठुलो भयो ठुलो भयो नि मेरो लागि धेरै ठुलो कुरा हो अनि साथीहरू मैले चाहिँ अनि त्यही हो आज तपाईँहरूले त्यो भिडियो नि हेरिसक्नु भयो होला होइन नआइज भने उ जा यो म दिन्न यो मम्मीहरू मेरो सम्पत्ति जा त्यो छन् अनि त्यही हो साथीहरू है अब आज भोलिबाट काममा नआऊ भने किनभने अब बाहिर बेच्दा पनि बिक्री नहुने रहेछ भनेर होइन त्यही बढी बिक्री हुन्छ अरे त्यही माथि हान्दिउँ क्या यसलाई हान्दिउँ अनि यहाँ त्यही बढी बिक्री हुन्छ अरे त्यही भएर अनि भयो नानी छोडिदेऊ अर्को मान्छे नै आइसक्यो जब लिङ्कबाट आएको मान्छेलाई जोइन गर्छु भनेर भने जोइन हान्ने बित्तिकै रिजेक्सन पाउने मान्छे मै होला बेरोजगार एकदमै बेरोजगार एउटा काम नपाउने पाए पनि हेर्न बिहान गएको अहिले भर्खर चुप एकछिन बिहान भर्खरै गएको अहिले भर्खरै रिजेक्सन भयो है साथीहरू त्यही हो आजको लागि भिडियो यति नै के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब अनि दबाई लागन गर्न नबिर्सिनु होला भन्दै आजको लागि बिदा दिन चाहन्छु हजुरहरूकै सारा परिवार डेली लेडी ब्लगर हस्त धन्यवाद जय नेपाल ल मम्मी बाई